morning. Hey, look at us. Hey, हामी चाहिँ मस्ती गर्छ. Weather is beautiful. Guess who is this? हाम्रो मनाङको हिरो हो. Mr. Ashray. है हाम्रो प्रोडक्सन डाइरेक्टर. All the quality जुन मार्केटमा आउँछ नि मेरो दोस्तको करामत हो. Facts. So anyway, so early morning weather is beautiful. है मजाको sunset छ. A bit cloudy. So all my dealers and wholesalers partyers रमाइलो मनाइरहेछ. So झलक चाहिँ मन्दिरसँग मजाले बसेँ नि अस्ति भन्दै थियो आश्रय दाइसँग है मेरो दाइ हो र मन्दिर त मभन्दा भ्यालीको एउटै पुरा उमेर होला नि एकदम आश्रय दाइ पार्टी छ. के अरे हेलो सर प्रकाश सर है उहाँहरू चाहिँ मेरो एकदम फुल सपोर्ट गर्ने अरे सबै. हाम्रो अमित सर है हाम्रो मेरो गुड मर्निङ मनाङ भारताङ है. थ्याङ्क्स फर सेके सर, तपाईँले धेरै राम्रो टिप दिनुभयो हाम्रो लागि है. यस्तै गरिराख्नु होला. हजुर एउटा भन्ने बिर्स्यो हजुर सबैले सपोर्ट गर्नु किन्ने किन्ने रे ल. दिस इज हाम्रो शालिक सर, हाम्रो थमेलको वान अफ द नम्बर 1 डिलर इन काठमाडौँ भ्याली. उहाँको सपोर्ट बिना चाहिँ हामीलाई अलिक गाह्रै हुन्थ्यो. थ्याङ्क यू शालिक सर. हेलो हाम्रो नरेश सर है हाम्रो काठमाडौँ नर्थको डिलर साउजी. thank you so much. It's very nice place. It's very good experience, good hospitality. We really thank for all Manang team and Kusum sir as well as and very hospital like 5-star hotel. Mr. Hari Joshi and he is from Royal Sen Enterprises. And he is the one of the most selling Manang wine as well as. ए हाम्रो वेल्सनको Hari Joshi. साउजी Sauji, होइन? है. And he is a very great businessman as well. And very helpful. Very and popular person popular, famous, and very gentleman as well. ल अब सर्नु they sell He is a ST. ST I am ST liquor He store used to from take, Kathmandu. Manang हजुर. wine. I like it I like Manang तपाईँ चुप लान्छ उहाँले भनिदिन्छ अब चाहिँ उहाँले भन्नु तपाईँ चुप लान्छ किन हामीलाई इङ्ग्लिस नआउने हो र तर नेपाली ल्याङ्ग्वेज प्रयोग गरेर यहाँ नेपाल हो यार के हामी ए बाइ द वे हामी हाम्रो कोसँग एसटीको कुरा गर्दैछौँ र यहाँ ल लान्छ अब विदेशी नागरिक हुनुहुन्छ छैन लान्छ अहिले होइन उहाँले दिँदैन त यहाँ गर्नु पर्दैन He तपाईँ is He is my best Sujan. friend. He is Sujan Sapkota. He is from SMB Traders. He is the most selling wine of Manang, and he is a very good businessman. Very honest, very hardworking, very diligent. मैले केही गर्नुपर्छ अब हाम्रो so these are one of our prominent dealers or wholesalers हाम्रो काठमाडौँ नर्थ साइडबाट. सो सबैले रमाइलो गरिरहेछौँ. सो अब चाहिँ त्यही ब्रेकफास्ट गरेर सो वी आर फार्म टुर गराउने प्लान छ. सो होपफुली वी क्यान ह्याभ सम गुड टाइम. धेरै धेरै धन्यवाद. धेरै अगाडि गर्नुपर्ने भए पनि अब जेस ढिलो भए पनि अब एउटा सुरुवात हो. सो हाम्रो चाहिँ जहिले पनि एउटा उद्देश्य चाहिँ के हुँदैन हाम्रो मेन स्टेक होल्डर हाम्रो पार्टनर्सहरू भनौँ न हजुरहरूसँगलाई चाहिँ हामी के हो भन्ने चाहिँ हामीलाई बताउनु हाम्रो स्टोरी बताउनु चाहिँ हाम्रो सबैभन्दा फर्स्ट गोल नै त्यो थियो कि. सो त्यही भएर अब ढिलो छिटो भए पनि आइपुग्यो होइन. अब हामीले चाहिँ अब यो हाम्रो कन्सेप्ट भनेको बाहिर विदेश जस्तै हो. विदेशमा अब अरूहरूको अङ्गुर हुन्छ, अब हाम्रो स्याउ हो, हाम्रो यहाँको आफ्नै फलफुल भने. सो त्यसकै हामी वाइन किन नबनाउन त भनेर त्यही कन्सेप्टमा बाहिर भिनियर्ड्सहरू हुन्छ. तपाईँहरू जानुभएको होला युरोपतिर, भिनियर्डमा आफ्नै वाइन बनाउँछ त्यो आफ्नै अङ्गुरबारीमा. त्यही कन्सेप्टबाट अब हामीले चाहिँ हाम्रै अब लोकल आफ्नै स्याउबाट वाइन बनाऊ भनेर हो. अब धेरैले भन्छन् कि अब अङ्गुरकै हुन्छ वाइन भनेर, तर अहिले के भन्छ वर्ल्डमा अङ्गुर पछिको सेकेन्ड मोस्ट युज फ्रुट चाहिँ अब एप्पल हो कि वाइन बनाउँछ.
सो बिस्तारै चेन्ज हुँदैछ सो अब हामीले चाहिँ अब आफ्नो नेपाललाई नै चिनाउने गरी नै अब हाम्रो उद्देश्य त्यही हिसाबले अब नेपालले पनि एउटा राम्रो एउटा वाइन रिजनको हिसाबले गर्न सक्छौँ भन्ने चाहिँ एउटा सोच राखेर हाम्रो टिमले अब अगाडि बढेको छौँ सो गर्दाखेरि अब हामीले सबैलाई यो फार्म टु द बटल हो सो हाम्रो एउटा फार्मदेखि बटलमा कसरी जान्छ भनेर एउटा पुरै टुर गराउने गर्छौँ सो त्यहीँबाट अब लेट्स स्टार्ट हाम्रो एउटा फार्मबाट नै होइन सो म फार्मतिर जाउँ Hold. Can you hold a little bit? I want everybody. Yeah. Like, so, just a little brief. हामी बाटोमा early morning breakfast खाइकन. So, हाम्रो production director, Mr. Ashrey, I think we're taking all our trade partners. है चाहिँ फार्मको टुरमा लैजाँदैछौँ एप्पल फार्म टुर अङ्कल यता आउनुहोस् न ल है मेरो अङ्कल है हाम्रो हाम्रो मनाङ भ्यालीको नेसनल डिस्ट्रिब्युटर चिसोले उहाँलाई अलिकति ठ्याक पारेको छ ल एनिवे अब चाहिँ हामी सब हाम्रो ट्रेड पार्टनर्सहरूलाई चाहिँ फार्म भिजिट गराउँदैछौँ है ल है झलकसहित मलाई So guys, a bit windy early in the morning. तर सबै हाम्रो ट्रेड पार्टनर्सहरूलाई चाहिँ अहिले चाहिँ फर्स्ट आवर यहाँ चाहिँ हिजो हामीले पाल्देन सरलाई भेट्यौँ उहाँले आफ्नो कुरा गर्नुभयो सो अलिकति हिस्ट्री चाहिँ के छ भने रुपेश हाम्रो एएसएम पाल्देन सरहरूको नि हिस्ट्री छ सो पाल्देन सरको बुवा जसको स्ट्याचु त्यहाँ छ उहाँ चाहिँ यहाँ मनाङको एउटा भिजनरी हुनुहुन्थ्यो एउटा टाइममा लिडर जस्तो किन मनाङमा त्यतिखेर बाटोहरू आएको त करिब 10 वर्ष मात्र लोकल खाना भनेको त अब फापर आलु त्यस्तै लोकल मात्र थियो सो त्यतिखेर चाहिँ एउटा अब टिबेटन्सहरू चाहिँ त्यो चाइनिज रेभोल्युसनपछि कति आएपछि उनीहरूले स्याउ इन्ट्रोड्युस गरायो क्या मनाङ मुस्ताङमा सो उनीहरूले स्याउको बोट ल्याएर आएपछि चाहिँ अब पालन सरको बुवाले चाहिँ त्यतिखेर एज अ सोर्स अफ फुड सिक्योरिटी स्याउ रोप्यो भने त एटलिस्ट एउटा खानाको राइट पनि सानो छ प्र्याक्टिकल हुनु पऱ्यो नि त कमर्सियल फार्मिङ हो होइन अब रुख तपाईँको रुखको एउटा रुखमा तपाईँको अब 2-3 so हाम्रो आशिषले यो टमाटर फले so informing of है अलिकति अपडेट गरेछ on how the apple farming is done with the high density and our few story है so how this project came into being so सबै साथीहरूलाई चाहिँ हामी चाहिँ अब फार्मको चाहिँ टुर गराउँदैछौँ अनि फेरि उनीहरूले भुलनलाई अब so this is our Samstock है हाम्रो फार्मको भ्यू पोइन्ट सो अब अहिले माथि गएर यहाँ त स्याउ फुली स्याउ सबैको क्वालिटी वाइनको क्वालिटी एउटै हुन्छ होइन नि त्यो त नेचुरल वाइनको क्वालिटी लगभग सिमिलर हुन्छ अङ्गुर जस्तो एकदमै सो है अब सबै टिम अहिले हामी फार्मको भ्यू पोइन्टतिर लाग्दैछौँ सो द्याट्स बिहाइन्ड So this is our Samstock viewpoint हामी चाहिँ माथि रक माथि आइपुगेका छौँ सो हाम्रो है एप्पल फार्म्स पुरानो हो ल है हाम्रो एप्पल फार्म्स अलि होस्ट गर्नुपर्छ यो भिडियोमा चाहिँ अलि होस्ट मक्किएको छ है मक्किएको छ फार्म हाउस हाम्रो यस्तोमा चाहिँ अलि होस्ट गर्नु है हाई डेन्सिटी एप्पल फार्म होइन यहाँ चाहिँ यहाँ चाहिँ अलि होस्ट गरौँ है ल check this out है
अहिले सब चाहिँ है भ्यू पोइन्टमा माथि डेकबाट है हाम्रो एप्पल फार्मको टुर ठ्याक्कै बारी रेडी भएको थियो क्या बस रोकेको बेला भित्र लगाएको स्यामी चाहिँ यहीँ बारीमा रहेछ हामी हाम्रो कोल्ड स्टोरको एप्पल त छैन सिजन नभएको कता but then we kind of swing around the like cold store-को पिक्चरहरू छ दुईवटा छ हामीसँग एउटा यता र यता दुईवटाले अराउन्ड 5 लाख किलो जति स्याउ भ्याउँछ सो त्यही अब स्टोर गर्नुलाई म हाम्रो यो स्टोर किन इम्पोर्टेन्ट छ भने म यो वाइन टुर गर्दाखेरि चाहिँ तपाईँलाई 5 लाख किलो स्याउ कति वाइन खप्नु भएन अङ्कल चिताउनु हुँदैन भगवान्ले हेर्छ तपाईँलाई हो यो टेबल पनि सोध्दैन भन्नु र देख्नुमा फरक हुन्छ सो अब तपाईँहरूलाई ब्रिफ सानो चाहिँ एउटा अब हाम्रो देख्यौँ अब हाम्रो स्याउ कस्तो हुन्छ क्वालिटी कन्ट्रोल सर्टिङ ब्रिडिङबाट त्यसपछि अब एप्पल्सहरू चाहिँ हामीले यहाँ हाल्छौँ सो अहिले टुर गर्दा चाहिँ अहिले हामी एकदम कन्स्ट्रक्सन फेजमा छौँ किनभने हामीले सुरु गर्दाखेरि पोइन्ट बनाउँदैमा राम्रो हुन्छ त्यो हुन्छ भनेर त ग्यारेन्टी त कसरी दिन्छ त्यसमा चाहिँ अब तपाईँहरूको सहयोग अनि हाम्रो एफर्टले गर्दा अब भनौँ न सेकेन्ड इयर हामीले अलिकति बढायौँ 18,000 क्यापेसिटी बढाएपछि अब एउटा रेस्पोन्स देखेर हाम्रो टिम पनि एउटा कन्फिडेन्ट भयो सो त्यो हिसाबले चाहिँ अनि त्यसपछि लास्ट इयरको फ्याक्ट्रीको सो म चाहिँ अब यो हाम्रो तपाईँहरूलाई सुरुदेखि लास्टसम्म चाहिँ अब हाम्रो डिलर्स र ट्रेड पार्टनर्सहरूलाई हाम्रो फ्याक्ट्रीको सो गर्दैछौँ
This is our factory. है भर्ताङ मनाङमा यो पुरा ट्याङ्क्सहरू आज चाहिँ we are demonstrate गर्दैछौँ. This is how we do our stuff. Fresh apple from the tree and from farm to bottle. हजुरहरूले पिउनुहुने र मन पराएको वाइन. This is how we do it. Our right bottling section. आज चाहिँ प्रोडक्सन र बोटलिङ भएको छैन तर हजुरहरूलाई just showing you our facilities र हाम्रो SOP and the process. This is our warehouse. Manang Valley को हाम्रो warehouse हो. We have at currently 2 different product profile. छिल्टाहरू अलग्गै सेपरेट भइरहेछ. फेरि हाम्रो बारीमा कम्पोस्ट मल भन्छ नि त्यसलाई कम्पोस्ट गरेर फेरि यो बारीमा फेरि हामी मल प्रयोग गर्छौँ. सो पुरै रिसाइकल हुन्छ. हाम्रो भन 5 मिनटको लागि होइन यो बेस वाइन हो भनौँ न. यो हाम्रो एटलिस्ट 5 weeks